आज हामी कुरा गर्नेछौँ एसई 2081 को नतिजा कहिले आउँछ त र अहिले राष्ट्रिय परीक्षा बोर्डमा के काम भइरहेको छ त। यस वर्ष एसई को परीक्षा चैत्र 7 गतेदेखि 19 गतेसम्म सम्पन्न भएको थियो, जसमा करिब 5,50,000 विद्यार्थी चाहिँ परीक्षामा सहभागी भएका थिए भने अब सबैको चासोको विषय के हो त भन्दाखेरि नतिजा कहिले आउँछ। यसै विषयमा चाहिँ राष्ट्रिय परीक्षा बोर्डले एसई को उत्तर पुस्तिका चेक जाँच र नतिजा प्रकाशन सम्बन्धी एउटा विज्ञप्ति सार्वजनिक गरेको छ। त्यो हेरौँ है त। पहिला राष्ट्रिय परीक्षा बोर्डले 2082 1 महिना 18 गते चाहिँ एउटा विज्ञप्ति सार्वजनिक गरिएको छ। विज्ञप्तिमा चाहिँ यस्तो लेखिएको छ कि नेपाल शिक्षक महासङ्घले अघि सारेका मागका सम्बन्धमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घ बीच चाहिँ मिति 2082 1 महिना 17 गते चाहिँ सम्झौता भइसकेको छ। वार्ता र संसदबाट नै समस्या र चुनौतीलाई समाधान र अवसरमा परिणत गर्न सकिन्छ भन्ने तथ्य चाहिँ यसबाट साकार भएको छ। यसका लागि राष्ट्रिय परीक्षा बोर्ड सम्बद्ध सबैप्रति कृतज्ञता प्रकट गर्दछ। अब हामीले 2082 वैशाख 21 गतेबाट सुरु हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा 12 को व्यवस्थापन र सञ्चालनका लागि सम्बन्धित निकाय र तहबाट परीक्षा तयारीका बाँकी कामहरू पुरा गर्न तीव्रतापूर्वक लाग्नुपर्ने अवस्था आएको छ भनेको थियो, जुन चाहिँ अहिले परीक्षा चाहिँ सञ्चालन भइसकेको छ, सञ्चालनमा आइसकेको छ है त। त्यस्तै विद्यार्थीहरूको अवसर नगुम्ने र शैक्षिक भविष्यमा असर नपर्ने गरी तोकिएकै समयमा नतिजा प्रकाशन गर्न एसई परीक्षा उत्तर पुस्तिका परीक्षण र सम्परीक्षण सुरु गर्नुपर्ने भएको छ भनिएको छ। यी दुवै कार्य प्रदेश परीक्षा व्यवस्थापन समिति, जिल्ला परीक्षा समन्वयन समिति, सम्बन्धित सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी लगायत सबै पक्षको सक्रिय सहभागितामा सम्पन्न गर्न अनुरोध चाहिँ गरेको छ राष्ट्रिय परीक्षा बोर्डले। साथै यस महत्त्वपूर्ण कार्यमा सरकारवाला सम्पूर्ण तह र निकायहरूबाट चाहिँ सदा चाहिँ समन्वयन र सहयोगको अपेक्षा गर्दछु भनेर चाहिँ राष्ट्रिय परीक्षा बोर्डले यस्तो खालको एउटा विज्ञप्ति चाहिँ सार्वजनिक गरेको छ अस्ति वैशाख 18 गते है त। अब नतिजा प्रकाशन हुने मिति त एक्ज्याक्ट भन्न सकिन्न, किनकि शिक्षक आन्दोलनले त्यसै त 1 महिना पछाडि धकेलिएको छ। तैपनि राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै समयमा चाहिँ नतिजा प्रकाशन गर्ने गरी चाहिँ काम भइरहेको जानकारी दिएको छ। यसैको नतिजा प्रकाशन हुने सम्भावित मिति भनेको चाहिँ 2022 साल असार 5 गतेदेखि असार 15 गते भित्र चाहिँ हुन सक्छ है त। यसैको नतिजा तपाईँको परिणाम हो। जुनसुकै ग्रेड आए पनि निराश नहुनु होला, यो केवल सुरुवात मात्र हो है त। राष्ट्रिय परीक्षा बोर्डले अरू कुनै नोटिस सार्वजनिक गर्यो भने हामी तपाईँहरूलाई यसै च्यानल मार्फत चाहिँ जानकारी दिनेछौँ। त्यसको लागि तपाईँले यस च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिरहनु होला है त।